आदरणीय दर्शकवृन्द नमस्कार। म देवराज भुसाल सदाझैँ सम्पूर्ण दर्शकवृन्दलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। जानकारी दिने सिलसिलामा दर्शकवृन्द आजको एपिसोडमा रहनेछ अक्षय तृतीयाको बारेमा। आशा छ दर्शकवृन्द अन्तिमसम्म बसेर हेरेर सुनेर यसबाट लाभ उठाउनुहुनेछ। दर्शकवृन्द 2082 साल वैशाख 17 गते बुधबारका दिन अक्षय तृतीया पर्व पर्दैछ। हुन त वर्षको एकचोटि विभिन्न चाडपर्वहरू परेकै हुन्छन्, तथापि समयक्रममा धेरै चाडपर्वहरूले शुभ संयोजन ल्याउँदैनन्। यो वर्ष परेको अक्षय तृतीयामा 82 साल पछिकै शुभ संयोजन परेको छ। दर्शकवृन्द, भगवान श्रीकृष्णको जन्म नक्षत्र रोहिणी नक्षत्रमा यो पर्व परेको छ। त्यसै गरी शुभ योग पनि परेको छ। त्यस अर्थमा 82 वर्ष पछिकै शुभ संयोजनमा 82 सालको अक्षय तृतीया पर्व परेको छ। युगादि तिथिको मान्यता पनि अक्षय तृतीयालाई प्राप्त छ। दर्शकवृन्द, भनाइको मतलब सत्य युग र त्रेता युगको प्रादुर्भाव पनि यसै तिथिमा भएको मानिन्छ। भगवान शिवजी देवी पार्वतीको शुभ विवाह पनि यसै तिथिमा भएको मान्यता छ। त्यसै गरी भगवान विष्णुका अवतारका रूपमा भगवान परशुरामको पनि यसै तिथिमा जन्म भएको। त्यस अर्थले धार्मिक यी विभिन्न महत्त्व बोकेको तिथि कुनै पनि शुभ कर्महरू, दान कार्यहरू यो तिथिमा गर्दै गर्दा अक्षय रूपमा यसको फल प्राप्त हुने, यसको पुण्य प्राप्त हुने भन्ने शास्त्रीय मान्यता हो। अक्षय भन्ने बित्तिकै कहिल्यै पनि क्षय नहुने, तपाईँले पनि प्राप्त गर्ने, तपाईँ पछिका तपाईँका छोरा नातिको पालासम्म पनि यसको शुभ फल प्राप्त गर्ने अवस्था उनीहरूलाई पनि प्राप्त हुने अर्थमा अक्षय भनेर भनिन्छ। त्यसर्थ विभिन्न कर्महरू हामीले गरेका नै हुन्छौँ। त्यसैमा पनि यो पर्वलाई ध्यानमा राखेर विशिष्ट कर्महरू केही गरिदिनु भयो भने यसको अझ बढी फल प्राप्त गर्ने अवस्था तपाईँहरूलाई भन्नेछ। धेरैलाई थाहा छ, जौको सातु बनाउने, वितरण गर्ने अलि वयस्कहरू जो जति हुनुहुन्छ सबैले यो कार्यहरू गर्दै आउनु भएको छ। जौको सातु बनाउनु, दही पानी फिट्नु, शर्बतहरू बनाउनु, सक्खरहरू मिसाउनु, उखुको जुस, दुग्धजन्य पदार्थहरू, दुधहरू, यसरी विभिन्न समाजमा बस्ने व्यक्तिहरूलाई अथवा कुनै असहाय अशक्त व्यक्तिहरूलाई दिँदै गर्दा त्यसको राम्रो पुण्य प्राप्त हुन्छ र त्यो दानको विशेष फल प्राप्त हुन्छ भन्ने मान्यता हो। केही यज्ञ अनुष्ठानहरू गर्दै हुनुहुन्छ भने पनि यो तिथिमा गर्नु, सम्पन्न गर्नु विशेष शुभ फललाई मानिन्छ। दर्शकवृन्द, अनावश्यक यो योगहरू केही जुराउनु नपर्ने पनि छ। शुभ विवाह, व्रतबन्ध अथवा अन्य रुद्री जे जति यज्ञ अनुष्ठानहरू गर्न चाहनुहुन्छ यसमा गर्दाखेरि विशिष्ट लाभ प्राप्त गर्ने अवस्था बन्दिनेछ। त्यसै गरी कुनै देवालय मन्दिरहरू जानु, पूजाआजा गर्नु अथवा कुनै तीर्थस्थलहरू जानु, त्यसबाट पनि विशेष पुण्य प्राप्त हुने अवस्था बन्दिनेछ। विशेष गरी शुभै कर्म है दर्शकवृन्द। यदि अशुभ कर्म गरिदिनु भयो, केही अलिकति जानेर नजानेर पाप कर्म गरियो भने पनि त्यो पाप कर्म अक्षय रहिरहनेछ। यसले तपाईँलाई लामो समयसम्म पिर्नेछ, दुःख दिनेछ भन्ने मान्यता हो। त्यसको अर्थ शुभै कर्म, पूजापाठ, दान, यज्ञ अनुष्ठान जे जति सक्नुहुन्छ, जे जति अनुकूल छ यो गरिदिनु भयो भने अक्षय फल तपाईँहरूलाई प्राप्त हुने अवस्था बन्दिनेछ। केही गहनाहरू, जग्गा जमिनहरू खरिद गर्दै हुनुहुन्छ भने पनि यो तिथिमा खरिद गर्नु शुभ मानिन्छ। यो तिथिमा सङ्ग्रह गरेका चिजवस्तुहरू लामो समयसम्म रहिरहने, लामो समयसम्म टिकिरहने, यसलाई उपभोग गरिरहन पाइने अवस्था बन्दिनेछ। सामान्य वस्त्रै पनि यदि तपाईँलाई खाँचो छ भने किनेर लगाइदिनु भयो भने त्यो वस्त्रले पनि शुभ फल दिने, त्यो वस्त्र पनि टिकाउ रहने यस्ता अवस्थाहरू बन्दिनेछ। तथापि फलामजन्य कुराहरू अथवा प्लास्टिक जन्य कुराहरू, सिल्भर जन्य कुराहरू भने किन्नु, सङ्ग्रह गर्नु त्यति राम्रो मानिँदैन दर्शकवृन्द। त्योदेखि बाहेकका जग्गा जमिन, गहनाहरू, चाँदी, सुन जे जति सकिन्छ, जे जति मन छ तपाईँलाई सङ्ग्रह गर्न, त्यसबाट अक्षय रूपमा उपभोग गर्न पाउने अवस्था बन्दिनेछ। दानहरू अथवा कुनै देवी मन्दिरहरू, देवालयहरू गएर, तीर्थस्थलहरू गएर पूजापाठहरू, दानहरू गर्नु, त्यसको अक्षय फल प्राप्त हुन्छ भन्ने मान्यता छ। जुनसुकै देवालय मन्दिरहरू जान सक्नुहुन्छ, जुनसुकै तीर्थहरू जान सक्नुहुन्छ,
तथापि देवी मन्दिर गएर पूजापाठहरू गर्दा अलिक शुभ फल प्राप्त हुन्छ भन्ने मान्यता हो। दर्शकवृन्द, केही न केही समस्या अप्ठ्यारोबाट तपाईँ हामी हिँडिरहनु पर्ने अवस्थाहरू बन्दिनेछ। त्यो समस्यालाई पनि मध्यनजर गरेर आजको दिनमा केही दानका कुराहरूमा बढोत्तरी गरिदिनु भयो भने यो अक्षय रूपमा दान गरेको मान्यता हुनेछ। यसले तपाईँहरूलाई शुभ फल दिने अवस्था बन्दिनेछ। यदि तपाईँहरूको मन अलिक बढी डिस्टर्ब हुन्छ, के चिन्ता अनावश्यक बार परिरहन्छ, तपाईँको दिमागले अलिकति जो सोच्न पनि त्यति नसक्ने, अलिकति कहीँ न कहीँ भ्रमको स्थितिहरू हुने अवस्था छ भने चन्द्रमाका चिजहरू दान गरिदिन सक्नुहुन्छ। कसलाई दान गरिदिने भन्ने कुराहरू पनि आउला। अलि देवालय मन्दिरहरूतिर गएर कुनै ब्राह्मणहरूलाई दिन पनि सक्नुभयो। समाजमा कोही अशक्तहरू छन् है, त्यस्ता मान्छेहरूलाई छानेर त्यसरी दिन पनि सक्नुभयो। त्यसरी दिएका दानहरू अक्षय रूपमा रहिरहनेछन्। त्यसको शुभ फल तपाईँहरूलाई प्राप्त हुनेछ भन्ने मान्यता हो। यदि सरकारी नोकरीतिर हुनुहुन्छ, तपाईँलाई अलिकति आत्मसम्मान त्यति बढी मिल्दैन, तपाईँको आत्मा अलिकति विचलन भइरहन्छ, सरकारी सेवातिर क्षेत्रतिर जान खोजिरहनु भएको छ, समय समयमा अवरोध भएको छ, मिलेको छैन भने पनि रातो वस्त्र, सूर्यसँग सम्बन्धित कुराहरू, अलिकति मसुरो पनि दान दिन सक्नुहुन्छ। थोरै गहुँ पनि, यी चिजहरू पनि मिलाएर अन्य ती शर्बतहरू दिँदै गर्दा, अन्य तपाईँले जुन सक्खरहरू दिँदै गर्दा जे जति उपभोग गर्ने सिलसिलामा ती चिजबिज जुटाएर दिनुहुन्छ नि, त्यसैमा यो सूर्यसँग सम्बन्धित चिजवस्तुहरू पनि जुटाएर दिनुभयो भने सरकारी क्षेत्रसँग सम्बन्धित कुराहरूमा, अलिकति आत्मसम्मान नपाउने कुराहरूमा, हजुरको आत्मा अलिक डराइरहने कुराहरूमा, त्यसबाट बच्न पनि यो दानले महत्त्वपूर्ण भूमिका खेल्छ। दर्शकवृन्द, अनावश्यक विवाद भइरहन्छ, कहीँ मुद्दा छ, झगडा परिरहेको छ, अनावश्यक दुर्घटनाको भय भइरहन्छ, कहीँ हिँड्दा सामान्य चोटपटक लागिरहन्छ भने मङ्गल खराब भएको स्थिति हो। दर्शकवृन्द, त्यस अवस्थामा पनि सूर्यमा चाहिँ रातो वस्त्र, मसुरो, मुगा के कति सकिन्छ, हुन त सक्नेले सुन चाँदी, यो विशेष अलिकति दानमा पर्छ। दर्शकवृन्द, सबैको क्षमता त्यो हुन्छ भन्ने छैन, तथापि रातो वस्त्र, मसुरोहरू अनि सक्खर यसरी मिलाएर दान दिनुभयो भने तपाईँलाई मङ्गलले दिएको दुःख अप्ठ्यारोबाट, अथवा जग्गा जमिनको कहीँ काममा हुनुहुन्छ, कारोबारमा हुनुहुन्छ, जग्गा जमिनको कारोबार भएको छैन भने यसरी यी राता चिज, गहुँहरू, मसुरोहरू मिलाएर दिनुभयो भने, दान गरिदिनु भयो भने त्योसँग भएको समस्याबाट केही न केही छुटकारा पाउने अवस्था बन्दिनेछ। त्यसै गरी छालासँग बिमारी छ, साथीभाइसितको सम्बन्धमा अप्ठ्यारो आइराखेको छ, कारोबार व्यापारमा हुनुहुन्छ, कारोबार व्यापारले साथ दिएको छैन भने त्यस्तो अवस्थामा हरियो वस्त्र पनि जोडेर, हरियो कपडा, मुङको दाल, यस्ता चिजहरू पनि जोडेर सँगै दान दिनुभयो भने त्यो बुधको नकारात्मक असरबाट तपाईँलाई छुटकारा मिल्ने अवस्था बन्नेछ। यदि तपाईँहरू श्रीमती हुनुहुन्छ, श्रीमानको माया त्यति पाइएको छैन, अथवा तपाईँ आफैलाई अलिकति यो भाग्यले ठगे जस्तो अनुभव भइरहन्छ भने बृहस्पतिका चिजहरू, पहेँला वस्त्रहरू हजुरहरूले मिलाएर दान दिन सक्नुहुन्छ। हजुर पुरुष हुनुहुन्छ, विवाहित हुनुहुन्छ, वैवाहिक सम्बन्धमा सामान्य उतार चढावहरू आइरहन्छ भने शुक्रसँग सम्बन्धित कुराहरू, भुट्टे कपडा अथवा सेतो टल्कने कपडाहरू, अथवा मिठाईहरू, अथवा यो अत्तरहरू, सेन्टहरू, यस्ता चिजहरू पनि दान दिनुभयो भने त्यो वैवाहिक सम्बन्धमा आएको समस्याहरू केही न केही कम हुने अवस्था बन्दिनेछ। यदि अनावश्यक बिमारी भइरहनुहुन्छ, हजुरहरूले गर्ने काम पटक पटक बिग्रिरहन्छ, कुनै पनि काममा त्यति सफल हुन गाह्रो हुने अवस्थाहरू बन्दिन्छ भने शनिको दुष्प्रभाव रहन सक्छ। दर्शकवृन्द, त्यसो हुँदा छाता, लौरो, काला चिजहरू, कालो कपडाहरू, कालो वस्त्र, यस्ता चिजहरू सङ्ग्रह गरेर केही न केही यो चिजहरू पनि दान गरिदिनु भयो भने त्योसँग सम्बन्धित अप्ठ्यारोहरूबाट तपाईँहरूलाई बच्नको लागि अक्षय फल अक्षय रूपमा प्राप्त हुने अवस्था बन्दिन सक्छ। त्यसर्थ दर्शकवृन्द, यस्ता चिजहरूको थोरै विवेक गरेर यी चिजलाई नै समावेश गरेर गरिने जुन नियमित दानका प्रक्रियाहरूमा यसलाई पनि थपिदिनु भयो भने व्यक्तिगत रूपमा तपाईँहरूले जुन भोगिराख्नु परेको समस्या छ यसबाट पनि छुटकारा पाउने अवस्था र यो दानको फल अक्षय रूपमा रहिरहने, अक्षय रूपमा तपाईँहरूलाई प्राप्त भइरहने शास्त्रीय मत छ। यसैको जानकारी दिँदै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। हस्, सम्पूर्णमा जय श्री राधे।